हाई एभ्री वान वेलकम टु माई ब्लग। सो अब भोलि चाहिँ माघ 1 गते अनि आज चाहिँ पुसको अन्तिम दिन अनि आज चाहिँ पकाएर भोलि खाने चलन छ नि त। अनि त्यही भएर हामीले पनि आज तरुल खन्यौँ अनि मेरो भाइ पनि यहाँ हामीलाई सहयोग गरिरहेछ तरुल खन्नको लागि। भिडियो लामो भएको कारणले मैले चाहिँ यसलाई एकदम फास्ट बनाइदिएँ। यो चाहिँ थियो जाँते तरुल। अनि यो तरुल चाहिँ खन्न पनि एकदमै सजिलो हुन्छ, माथि नै भक्क बसेको हुन्छ नि त, त्यही भएर खन्न पनि सजिलो हुन्छ। अर्को तरुल जस्तै यत्रो पुरै गहिरो गरेर खन्नु पर्दैन, माथि नै बसेको हुन्छ, अलिअलि खनेर अनि त्यसपछि तान्यो भने आउँछ आफै। त्यो अर्को तरुलमा जस्तै यसमा चाहिँ त्यस्तो धेरै मिहिनेत लाग्दैन अनि खन्न पनि सजिलो नै हुन्छ, त्यही भएर हामीले धेरै रोपेको थियौँ यसपालि। अनि फाइनली हाम्रो एउटा तरुल चाहिँ निक्ल्यो। एउटै ठाउँमा दुईवटा जरा रहेछ, त्यही भएर अनि एउटा पछि निक्ल्यो, एउटा चाहिँ ठुलो माथि बसेको रहेछ अनि अर्को चाहिँ अलिक तल गएको रहेछ, त्यही भएर मम्मीले चाहिँ खन्दै हुनुहुन्छ। यी मम्मी हेर्नु न रमाउनु भइरहेको छ तरुल पायो भन्दै। हाम्रो मम्मीलाई चाहिँ एकदमै तरुल मनपर्ने भएको कारणले मम्मी चाहिँ एकदमै खुसी हुनुभएको छ यो तरुल भेटिँदा। अनि त्यही भएर मम्मी चाहिँ यहाँ गनेर देखा भन्दै हुनुहुन्छ अनि मैले चाहिँ देखाइदिएँ। तपाईँहरू आफै नै हेर्न सक्नुहुन्छ मम्मीको मुखमा खुसी। अनि हाम्रो टोटल तरुल चाहिँ यति भयो। हामीले पहिला पनि योभन्दा 1-2 दिन अगाडि पनि हामीले तरुल निकालेको थियौँ। अनि त्यसपछि म लागेँ चाकु बनाउनलाई। फर्स्टमा चाहिँ हामीले आज बजार गएर ल्याएको थियौँ सामानहरू अनि त्यसमा यो पनि पर्छ। अनि मैले चाहिँ बदामलाई प्यानमा बसालेर अनि भुट्दै थिएँ, त्यसपछि अनि यसको बोक्रा पनि फालेर फेरि भुटेँ यसलाई। अनि हजुरहरूलाई चाहिँ कस्तो लाग्छ बदाम राखेर? मलाई चाहिँ एकदमै मिठो लाग्छ, त्यही भएर मैले चाहिँ बदाम राखेँ अनि मेरो घरमा पनि सबैजनालाई मिठो लाग्छ। अनि त्यसपछि चाहिँ पालो आयो सेतो तिलको। सेतो तिललाई चाहिँ हालेँ। पहिला चाहिँ मैले घरमै हुन्थ्यो तिल अनि त्यहीबाटै बनाउँथेँ। अनि यसपालि चाहिँ तिल पनि अस्ति मैले तिलको लड्डु बनाएर सिद्धिएको थियो, त्यही भएर हामीले आज बजारबाट ल्यायौँ। अनि यसमा सबभन्दा मजा लाग्ने भनेको नै मलाई तिल भुट्न हो। यसको आवाज पनि यस्तो राम्रो लाग्छ मलाई। अनि तिल भुट्न चाहिँ धेरै बेर लाग्दैन, एकछिनमै हुन्छ, त्यही भएर मैले पनि राम्रोसँग तिल भुटेँ। अनि त्यसपछि चाहिँ मैले यहाँ नरिवल काटेर राखेको थिएँ। मैले हजुरहरूलाई नरिवल देखाएको छु, हेर्नु। तपाईँहरू अब आफ्नो सेप मिलाएर काट्न पनि सक्नुहुन्छ। मैले चाहिँ यसरी काटेँ, हेर्नुहोस् त। धेरै जसो साथीहरूले यसरी नै काट्नुहुन्छ होला, मैले पनि यसरी नै काटेँ। त्यसपछि आयो पालो भेलीको। मैले चाहिँ भेलीलाई चाँडै पग्लोस् भनेर यसरी काटेँ, सानो सानो बनाएर। तपाईँहरूले दिगे सिङले हाल्न पनि सक्नुहुन्छ। अनि मलाई चाहिँ धेरै जसोले भन्नुहुन्छ आफ्नै हात काट्ला जसरी काटेको छ भनेर, तर अरूले हेर्दा मात्रै त्यस्तो लाग्ने हो, आफूले काट्दाखेरि चाहिँ त्यस्तो केही पनि लाग्दैन, एकदमै सजिलो लाग्छ। अनि मैले चाहिँ यसरी काटेँ, सबै सानो 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 बनाउँदै। क्यामेरा अड्डाउने कुनै पनि ठाउँ नभएको कारणले मैले चाहिँ मेरो बहिनीलाई समात्न लागु दिएँ, त्यही भएर बहिनीले चाहिँ एकदमै हल्लाएको थिइन्। तर जे भए पनि भिडियो चाहिँ राम्रो बनाइदिन्, हेर्नको लायक बनाइदिन्, त्यहीमा खुसी हुनु पर्यो आफू। अनि चाकु बनाउँदा चाहिँ मैले ग्यास प्रयोग गर्दिनँ, मैले चाहिँ आगोमै बनाउँछु सधैँ। आगोमा बनायो भने एकदम मिठो पनि लाग्छ, स्वाद पनि राम्रो आउँछ। अनि मैले चाहिँ यो कराही लिएँ। यो कराहीको एउटा कान छ, अर्को कान छैन, किनभने यो चाहिँ आगोमा बसाल्ने मात्रै कराही हो। मभन्दा पनि एकदम बुढो छ यो कराही। अनि त्यसपछि मैले चाहिँ त्यहाँ तेल हालेँ, त्यसपछि यो भेलीहरू हालेँ पालो गरेर। अनि मैले एक्लै आफै क्यामेरा समात्दै आफै पकाउँदै गरेको थिएँ। अनि मेरो मम्मी चाहिँ यसो हेल्प गर्न आउनुभयो, मैले चाहिँ त्यहाँबाट खनाएँ। त्यसपछि मम्मीले चाहिँ अब चलाउनुहुन्छ। अनि फर्स्टमा चाहिँ डढ्यो, चलाउने मान्छे कोही पनि नभएर आफू मात्रै क्यामेरा समाउनु पर्यो। अनि त्यही भएर पछि चाहिँ मम्मीले हेल्प गरिदिनु भयो मलाई। अनि चलाउँदै जाने, त्यसपछि पग्लिँदै जान्छ। त्यसपछि पग्लिएन भने अलिकति पानी हाल्ने अनि पानी हाल्दै चलाउँदै गर्ने। अनि त्यसपछि हामीले थोरै पानी फेरि थप्यौँ, पानी थोरै भएर, तर यो पानी आफै सुकेर जान्छ पछि। यसै गरी हामीले यो भेली पगाल्दै गऱ्यौँ। आगोमा बनाउँदा एकदम सजिलो हुन्छ, ग्यासको पनि प्रयोग गर्नु पर्दैन, ग्यास पनि बच्छ। मेरो भेली चाहिँ पाक्यो। त्यसपछि मैले त्यसमा हालेँ अघि भुटेको तिल, त्यसपछि अघि भुटेको बदाम हालेँ, बिस्तारै हाल्दै चलाउँदै गर्ने। यति बेलामा चाहिँ हामीले आगोलाई सानो बनाउनु पर्छ, किनभने भेली पहिल्यै पाकिसकेको हुन्छ नि त, अब चलाएर थालमा हाल्ने मात्रै काम हो, त्यही भएर हामीले चाहिँ सानो बनाउनु पर्छ आगोलाई। त्यसपछि चाहिँ हालेँ मैले माथिबाट नरिवल। अनि नरिवल हालेर फेरि चलाउने, अघिको जस्तै गरेर। अब हजुरहरू जस्तै चलाउन पनि सक्नुहुन्छ। त्यसपछि यसको लागि चाहिँ हामीलाई चाहिन्छ एउटा कन्टेनर, मतलब थालमा चाहिँ हामीले तेल अथवा घिउ जे भए पनि लगाउने।
अनि हेर्नुहोस् मैले पनि थालमा तेल लगाएँ, त्यसपछि त्यो अघि पाकेको बेली त्यसपछि हालेँ, त्यसपछि फैलाइदिएँ सबैतिर। अनि आफूलाई अब कतिको मोटो खानु मन छ भने मोटो धेरै हाल्ने, पातलो खानु मन छ भने थोरै हाल्ने अनि यसरी नै राख्ने। अनि म चाहिँ भोलिसम्म कुरिनँ, तर भोलि चाहिँ यो सुक्छ नि त, अनि सुकेर हामीले बल्ल भोलि खान पाइन्छ। त्यही भएर मैले चाहिँ भिडियो आज नै हाल्नु थियो, त्यही भएर मैले चाहिँ भोलिको भिडियो देखाइनँ। अनि यसरी नै मैले 2 थाल भेली मतलब चाकु बनाएँ। हजुरहरूले नि यसरी नै बनाएर खानुहोस्, एकदमै मिठो हुन्छ। त्यसपछि आयो हाम्रो पाली तरुल उसिन्ने। हजुरहरूले कराईमा बनाउन पनि सक्नुहुन्छ, कुकरमा बनाउन पनि सक्नुहुन्छ, तर कुकरमा चाहिँ एकदमै सजिलो हुन्छ बनाउनको लागि। त्यसपछि फर्स्टमा तेल हाल्ने, त्यसपछि तरुल हाल्ने। अनि मैले चाहिँ यहाँ 2 थरी तरुल युज गरेको छु। एउटा भयो तरुल अनि अर्को भयो सिमल तरुल। सिमल तरुल चाहिँ हाम्रो यहाँ छिमेकी ल्याइदिनु भएको थियो, अनि त्यही भएर मैले चाहिँ त्यो हालेँ। अनि हामीले चाहिँ तरुलमा कहिले पनि पानी हाल्दैनौँ, तेल हालेर एकचोटि लाग्छ अनि पाक्छ। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ? मैले चाहिँ यसरी बनाउँछु। हजुरहरूलाई कस्तो लाग्छ हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। मान्दै आएको हो, त्यही भएर मैले पनि सधैँ मैले आफै नै बनाउने गर्दछु। पहिला पहिला भने मम्मीले बनाउनुहुन्थ्यो, अब म ठुलो भएँ त्यही भएर मैले बनाउँछु। लगभग 5-6 वर्ष भयो मैले आफै बनाउनु लागेको। अहिले त कोही पनि हुन्न घरमा, हामी 3 जना मात्रै छौँ, त्यही भएर यत्रो छ, यो त 1 वर्षको लागि नै हुन्छ होला। अनि हेर्नु फाइनली हाम्रो चाहिँ यस्तो भयो।